मलेनी बोटानिक गार्डन्स र बर्ड हाउस घुम्न जाँदाखेरिको भिडियो हो यो। स्कुल हलिडेको बेला भएर होला एकदमै भिडभाड बिजी थियो र अलिकति अस्तव्यस्त जस्तो पनि थियो। बर्डहरू चाहिँ एकदमै धेरै, तर कति बर्डहरू चाहिँ अलिकति एग्रेसिभ जस्तो पनि लाग्यो। तर त्यहाँनेरि लिनुपर्ने कसन्सहरू चाहिँ पहिले नै राम्ररी भनेको हुनाले र त्यही अनुसारको सेफ्टी प्रोसेसहरू पनि फलो गरेको हुनाले त्यस्तो नराम्रो त केही पनि भएन, तर पनि यो अलिकति केयरफुल चाहिँ हुनुपर्ने नै ठाउँ रहेछ। ओभरअल एक्सपिरियन्स चाहिँ राम्रो रमाइलो नै भयो। धेरै खालको बर्डहरू पनि देखियो। चराहरू हेर्न मन पराउने अथवा चराहरूमा चाहिँ इन्ट्रेस्ट हुनेहरूको लागि चाहिँ यो एकदमै अलिकति छुटाउन नहुने, एकचोटि गएर हेर्नै पर्ने ठाउँ जस्तो लाग्यो। अनि यहाँ चाहिँ अन्तिमतिर गएपछि चाहिँ चराहरूसँग अलिकति इन्टरेक्ट गर्ने अथवा चराहरूलाई चाहिँ पालै मान्छेहरूमा बसाउने त्यस्तो खालको केही एक्टिभिटिजहरू पनि रहेछ जुन चाहिँ फन थियो।